नमस्कार साथीहरू, कोशी प्रदेश सहायक स्तर चौथो तहको प्रथम पत्र नमुना प्रश्न पत्र सेट 35 को फिडब्याक सेसनमा सबैजनालाई हार्दिक स्वागत छ। अब चौथो तहको पनि एक्जाम सेन्टर आउन थालिसकेको छ साथीहरू है। अब यो समय चाहिँ तपाईलाई फर्स्ट पेपरको अनलाइन एक्जाम र फिडब्याक लिने समय हो। त्यसको लागि तपाईले स्क्रिनमा देखाएको टेलिग्राम नम्बरमा हामीलाई टेलिग्राम मेसेज गर्न सक्नुहुन्छ साथीहरू। एकदमै सिलेबसमा आधारित रहेर चाहिँ हामीले मोडल सेटहरू तयार गर्ने र त्यसको अनलाइन एक्जाम फिडब्याक रिजल्ट एन्सर नोट्स सबै प्रोभाइड गर्छौं र तपाईलाई पक्कै पनि चौथो तहको सिलेबस मैले अलरेडी नै राखिदिइ पनि सकेको छु हैन। तपाईको 2 वटा नेपालीका क्वेशन आउँछ हैन, 15 वटा चाहिँ तपाईको आईक्यू आउँछ र बाँकी रहेको क्वेशनहरु कतिवटा रह्यो 33 वटा। 33 वटा चाहिँ के हुन्छ त तपाईको जीके को क्वेशन सोधेको हुन्छ है। म सिलेबसमा अगाडि पनि तपाईलाई राखिदिएको र यही आधारमा नै तपाईलाई हामीले मोडल सेटहरु तयार गरेर उपलब्ध गराउँछौं। यदि हाम्रो ग्रुप जोइन गर्नुभयो भने कोशी प्रदेशको योजना बजेटहरु समावेश भएको नोटहरु चाहिँ तपाईले सित्तैमा पनि प्राप्त गर्न सक्नुहुन्छ र कोशी विशेष नमुना सेटहरु कोशी प्रदेशकै क्वेशनहरु समावेश गरेर पनि हामीले तपाईलाई प्र्याक्टिस गराइरहेका छौं है त। ओके साथीहरु, पहिलो क्वेशन रहेको छ हैन। कोशी प्रदेशका 49,61,412 जना मध्ये हैन, कुल जनसंख्या यति हो 49,61,412 जना मध्ये कति प्रतिशत महिला रहेका छन् भनेर हामीलाई यहाँ सोधेको छ। कति प्रतिशत महिला रहेका छन् त 48.72%, 49.87% वा 51.28% वा 51.82% भनेर तपाईलाई सोधेको छ है साथीहरु। यसको राइट आन्सर के हुन्छ कमेन्ट गर्नुस् है, कमेन्ट गरेर प्र्याक्टिस गर्नुस्। यसको राइट आन्सर तपाईले कमेन्ट गर्न सक्नुहुन्छ है, 51.28% अप्सन सी यसको राइट आन्सर। कोशी प्रदेशको सन्दर्भमा दिएका भनाइहरु विचार गरी सही विकल्प छनौट गर्नुस्। कोशी प्रदेशको परिवारको औसत आकार सबैभन्दा बढी भएको जिल्ला सुनसरी हो भनेर भनेको छ। कोशी प्रदेशमा 93.7% जनसंख्याले बत्ती बाल्न अक्सर बिजुली प्रयोग गर्दछ भनेर भन्यो। अब यो के छ त साथीहरु, यी भनाइहरु दुवै भनाइ के छन् त हाम्रो ठीक रहेका छन्। सो सी चाहिँ हाम्रो राइट आन्सर हुने भयो हैन। नेक्स्टमा हेर्छौं, राष्ट्रिय चिया दिवसका सम्बन्धमा तल दिएका भनाइहरु विचार गरी सही विकल्प छनौट गर्नुहोस्। नेपालमा हरेक वर्ष चिया दिवस वैशाख 15 गते मनाइन्छ। राष्ट्रिय चिया दिवस 2082 को नारा स्वस्थ चिया दिगो बजार संविधान नेपालको आधार। स्वच्छ चिया दिगो बजार संविधान नेपालको आधार रहेको छ भनेर भन्यो हैन। राष्ट्रिय चिया दिवस 2081 को नारा चाहिँ कृषि पर्यटन र औद्योगिकीकरण नेपाली चियाको दिगो बजारीकरण रहेको थियो भनेर भनेको छ। यहाँ पनि दिएका सबै भनाइहरु सही छन्। सो अप्सन डी इज करेक्ट आन्सर फर क्वेशन नम्बर 3। नेक्स्ट क्वेशन, क्वेशन नम्बर 4, कोशी प्रदेशको देशान्तरीय अवस्थिति दिएका मध्ये कुन हो भनेर भनेको छ है। कोशी प्रदेशको देशान्तरीय अवस्थिति दिएका मध्ये कुन हो 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर भनेर भन्यो। यो चाहिँ के हो त नेपालको हो हैन। त्यसैगरी 86 डिग्री 9 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर। 12 मिनेट त हुन्छ नै हैन, सगरमाथाको ट पनि यसैमा रहेको छ तो हुनाले है त। 86 डिग्री 9 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरमा रहेको छ, जुन अप्सन बी चाहिँ करेक्ट आन्सर हुन्छ है त। 5 मा हेर्छौं, अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो? क्यास्पियन सागर, मृत सागर, बैकाल ताल, भिक्टोरिया ताल भनेर भनेको छ। अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल चाहिँ भिक्टोरिया ताल, अप्सन डी। कोशी प्रदेशको सम्बन्धमा दिएका भनाइहरु विचार गरी सही विकल्प छनौट गर्नुहोस् भनेर भनेको छ है। कोशी प्रदेश विशेष नै रहेको छ यो क्वेशन पनि हैन। तपाईलाई लेभल आईआई को क्वेशन चाहिँ नसोध्ला है त, सोधे पनि 1 वा 2 वटा सोध्ला, नत्र सोध्दैन चौथो तहमा चाहिँ है। खासै पाँचौं तहमा पनि प्रदेशमा 5-6 वटा भन्दा बढी सोध्या हुन्न, संघमा चाहिँ सोध्छ है त 12 वटा क्वेशन सोध्ने हो। अब यहाँ चाहिँ लेभल आईआई को यो चाहिँ किन राखेको भने तपाईले धेरै नलेज चाहिँ गेन गर्नु होला भनेर। अब यहाँ एउटा क्वेशन होइन 4 वटा 5 वटा क्वेशन जति यहाँ बनाउन सकिन्छ नि त हैन। राष्ट्रिय जनगणना अर्थतन्त्र अनुसार यस प्रदेशमा 11,000 कति भन्नु 1 10 100,000 10 लाख 10 लाख परिवार संख्या भन्दै छ 11 लाखै भयो हैन। 91,556 परिवार संख्या रहेको छ, यो ठीक भयो। यस प्रदेशमा कुल जनसंख्या
हामीले अघि हेरिहाल्यौँ होइन 49,61,412 जना रहेको छ। 10 मध्ये 24,17,328 जना पुरुष र 25,44,048 होइन 48 जना महिला रहेका छन् भनेर भनेको छ। यो भनाइ पनि सही छ। जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, राजवंशी, यादव, राजवंशी लगायतको बसोबास रहेको छ। यो पनि ठिक छ। कोशी प्रदेशमा नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू मुख्य रूपमा बोलिन्छन् भने सबै भनाइहरू सही छन् है। अप्सन सी यसको राइट एन्सर। मध्य तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुद्री सतहदेखि 380 मिटरको उचाइसम्म फैलिएको साङ्ग्रो भेटीलाई के नामले चिनिन्छ? चुरे पर्वत, मध्य तराई, भावर क्षेत्र, भित्री मधेस भनेर हामीलाई यहाँ अप्सनहरू दिएको छ। के होला त साथीहरू यसको राइट एन्सर? अप्सन सी भावर क्षेत्र है त। नेपालको वर्तमान संविधानको अनुसूची 5 मा व्यवस्था गरिएको सङ्घको अधिकारको प्रयोग संविधान र सङ्घीय कानुन बमोजिम हुनेछ भने अवशिष्ट अधिकारको प्रयोग कसले गर्ने व्यवस्था रहेको छ? प्रदेश सरकार, नेपाल सरकार, स्थानीय तह, तीनवटै सरकार। यो चाहिँ नेपाल सरकार अथवा सङ्घीय सरकारलाई नेपाल सरकार पनि भनियो। सङ्घीय कानुन बमोजिम प्रदेश बमोजिम बाहेक प्रदेश सरकारले कुनै ऋण लिन र जमानत दिने छैन भन्ने वाक्यांश नेपालको वर्तमान संविधानको धारा कतिमा गरिएको छ भनेर भनेको छ है त। धारा कतिमा गरिएको छ त साथीहरू? धारा 202, धारा 203, धारा 204, धारा 205 भनेर भनेको छ। धारा 203 यसको राइट एन्सर अप्सन बी। त्यहाँका बनाइहरूमध्ये सही विकल्प छनौट गर्नुहोस्। एसिया महादेशमा पर्ने अजरबैजान देशको क्षेत्रफल 86,600 वर्ग किलोमिटर रहेको छ। ताइवानको राजधानी दमस्कस हो। युरोप महादेशमा रहेको भ्याटिकन सिटीको क्षेत्रफल 0.64 वर्ग किलोमिटर रहेको छ। 44 हो होइन, यो गलत भयो। गलत चाहिएको हामीलाई सही भनाइ छनौट गर्नुहोस् भने फादर अफ वाटर अमेजन नदीलाई चिन्छ भनेर भनेको छ। हामीलाई त सही चाहिएको हुन्छ। ताइवानको त ताइपेई हो होइन, यो पनि मिलेन। यसको राइट एन्सर चाहिँ अप्सन ए है त। एसिया महादेशमा पर्ने अजरबैजान देशको क्षेत्रफल 86,600 वर्ग किलोमिटर रहेको छ। त्यहाँका मध्ये कुन हावापानीलाई हिमाली मरुभूमि जलवायु भन्ने गरिन्छ? हिमाली मरुभूमि जलवायु भनेर न्यानो समशीतोष्ण हावापानी, ठन्डा समशीतोष्ण हावापानी, लेकाली हावापानी, ध्रुवीय वा हिमाली हावापानी भनेर भनेको छ। यसको राइट एन्सर अप्सन डी ध्रुवीय वा हिमाली हावापानी। रुस र युक्रेन बीचको युद्ध कहिलेबाट सुरु भएको हो भनेको छ? फेब्रुअरी 2022 है, 2022 बाट। ओके, भित्री मधेसलाई त्यहाँका मध्ये अर्को कुन नामले चिनिन्छ भनेको छ? भावर क्षेत्र, दुन क्षेत्र, कोशी क्षेत्र, वायु क्षेत्र भनेको छ। यसको राइट एन्सर दुन क्षेत्र। बौद्ध धर्मसँग सम्बन्धित धातु रङले के जनाउँछ? बुद्धको शरीर, बुद्धको अस्थि धातु, बुद्धको दाँत, बुद्धको रगत भनेर भने यसको राइट एन्सर अप्सन डी बुद्धको रगत है। नेपालमा कानुनी रूपमा छुवाछुतको अन्त्य कहिले भयो? विक्रम संवत 2018 साल, 20, 22, 24। यो 20 मा है त। त्यहाँका मध्ये कुन जातिको उन्नत समूह अन्तर्गत पर्छ? कुसुन्डा, सिंहार, मगर, थकाली। अप्सन डी थकाली। साझा पुरस्कारको पुरस्कार राशि कति रहेको छ? 4,51,000, 1 लाख वा 2 लाख। यो अप्सन बी राइट एन्सर। विक्रम संवत 2037 सालमा बालिक मताधिकारको आधारमा सम्पन्न जन्म सङ्ग्रहमा मतदान गर्न कति वर्ष उमेरका नागरिकलाई बालिक मानिएको थियो? यो अप्सन डी यसको राइट एन्सर 21 वर्ष। संविधान सभाबाट पारित नेपालको संविधानमा कतिजना संविधान सभा सदस्यहरूले हस्ताक्षर गरेका थिए? अप्सन ए यसको राइट एन्सर। खेतीपाती सकेर खलिया धान झार्न बनाइएको समतल ठाउँबाट सबै अन्न भित्राएको दिनलाई पेनी दयाको रूपमा विशेष किसिमको पूजा गर्ने जाति? अप्सन ए। कुन पत्रिकाको प्रकाशनपछि नेपाली भाषाको वर्ण, व्याकरण र शब्द परिवर्तन हुन थाल्यो भनेर भनेको छ? र यसको राइट एन्सर के हुन्छ त साथीहरू? अप्सन बी गोरखापत्र। नेपालको प्रथम पञ्चवर्षीय योजनामा कुल खर्चहरू 33 करोड गर्ने लक्ष्य राखिएकोमा वास्तविक खर्च कति रहेको थियो भनेर भनेको छ? यसको राइट एन्सर अप्सन सी है 21.44 करोड।
इलेक्ट्रिक भेहिकलमा कुन ब्याट्रीको प्रयोग गरिन्छ? लिथियम आयल ब्याट्री। अप्सन सी यसको राइट एन्सर। नेपालमा गठित पहिलो मन्त्रीमण्डलमा गणेशमान सिंहले कुन मन्त्रालयको जिम्मेवारी पाएका थिए भनेर भन्यो? यसको राइट एन्सर के हो त भन्दा उद्योग वाणिज्य मन्त्री है। अकस्टिक्स भन्नाले के बुझिन्छ? यसको राइट एन्सर अप्सन सी ध्वनि सम्बन्धी अध्ययन। कागजको बन्डलको संख्या बेलमा नापिन्छ। एक बेलमा कति सिट कागज हुन्छ भनेको छ यो डी 5000 सिट। नेपाल शिक्षा विकासको क्षेत्रमा योगदान पुर्याएको अन्तर्राष्ट्रिय संस्था युनेस्को सदस्य कहिले भएको हो भनेको छ? सन् 1953। भुकमारीको अन्त्यदेखिको विकासको कुन लक्ष्य हो भनेर भनेको छ? लक्ष्य नम्बर 2। विश्व इतिहासमा फाँसीवादको व्यवस्थाको सुरुवात कहाँबाट भएको हो? जर्मनी, इटाली, अमेरिका, जापान भन्यो यो इटाली हैन। अगस्ट क्रान्तिको उपनामले तलको मध्ये कुन क्रान्तिलाई चिनिन्छ? भारतीय स्वतन्त्रता संग्राम, रुसी क्रान्ति, गरौनवे क्रान्ति, फ्रान्सेली डच क्रान्ति। अगस्ट 15 मा भारत स्वतन्त्र भएको हुनाले अप्सन ए है त, त्यही भएर अगस्ट क्रान्ति पनि भनिएको। सरकारले कुन मानकी सिंहलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट हटाउने निर्णय गरेको कहिले गरेको हो भनेको छ? यो तपाईलाई थाहा छ कि नै साथीहरु? कमेन्ट गर्नुस् त, सोध्न सक्छ है कहिलेबाट। हितेन्द्र देव साक्य कहिले नियुक्ति भए? एकै दिन भयो उनीबाट उनी आए। यसको राइट एन्सर चाहिँ के हो त? अप्सन सी है, विक्रमसंवत 2081 चैत 11 गते। 6औं बिमस्टेक सम्मेलन कहिले र कहाँ भयो भनेको छ? ब्याङ्कक थाइल्यान्डमा 2025 अप्रिल 4 महिना 4 गते हैन, अप्रिल 4। नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो भनेको छ? 2081 चैत 2 गते। आकाशको फल आँखा तरी मर उखानको सही अर्थ के हो? अब नेपालीका दुईवटा विषय छन् हैन, यो चाहिँ हुन नसक्ने कुरा हैन, असम्भव। तलका मध्ये कुन चाहिँ दिगु समाजको उदाहरण हो भनेको छ? अनि यसको राइट एन्सर के हो त साथीहरु? अप्सन बी है, पञ्चामृत। मेक 36 एडिङ 3 नम्बर्स भनेको छ तीनवटा नम्बरलाई जोडेर चाहिँ तपाईले यहाँ कुनै पनि तीनवटा नम्बरलाई जोडेर 36 बनाउनुस् भनेको छ। यसको सबैभन्दा सजिलो आइडिया के हो साथीहरु? अब तपाईले यहाँ हेर्न लाग्नु भन्नेले गाह्रो हुन्छ, तपाईले अप्सनबाट चेक गर्नुभयो भने बरु छिटो हुन्छ है त। 16 दुना 32 41 भयो, भएन हैन। 20 मा 14, 20 मा 14 कति हुन्छ त? लास्ट 4 आयो, भएन हैन। 16 दुना 32, 32 मा 9 0 छ, 16 19 यो र यो त एउटै रहेछ हैन, यो पनि भएन। त्यसको मतलब अप्सन डी राइट एन्सर होला, हो कि नै? हेरौँ है त। अब यो कति भयो? हामीले कति 36 बनाउनु पर्ने छ हैन, भनेपछि 16 14 गर्दा त 30 भइहाल्यो, 30 मा छ 36 हैन, अप्सन बी यसको राइट एन्सर। व्हिच अफ द फलोइङ इज नट अ युनिट अफ टाइम भनेको छ टाइमलाई कुन एकाइमा नापिन्न दिएको? इयरमा नापिन्छ कि नै? नापिन्छ। 1 वर्षको समय, 1 दिनको समय, 1 घण्टाको समय आवर। र लाइट इयर भनेको चाहिँ दूरी नाप्न युज गरिन्छ हैन। एक लाइट इयरमा कति हुन्छ? 1 प्रकाश वर्षमा 95 खर्ब किलोमिटर हुन्छ है, दूरी हुन्छ है, किलोमिटर हुन्छ। ओके, सो सी चाहिँ के भयो? डिफरेन्ट भयो। दिएको शब्दको अक्षरहरूबाट निर्माण गर्न नसक्ने शब्द तलको विकल्पहरू मध्येबाट छान्नुहोस् भनेर भनेको छ। हो, यहाँ भएको अक्षर यहाँ यस कुन अप्सनमा भएको सबै नम्बरहरू योमा नभयो भने हुँदैन हैन। आरइएफ आरएआइएन, आरइएफ आरएआइएन छ, यामो टिआइओएन दुईटा हो पनि हुन पर्यो, टिआइओएन भइहाल्यो, यामो पनि छ हैन। एफई छ, आरएएफ आरएसिटी छ, सीमा छैन हैन, सी भन्न सक्दैन। उपयुक्त विकल्प छनौट गरी अनुक्रम पुरा गर्नुहोस् भनेको छ। यो अब कसरी गइरहेछ? 2 भयो, 2 पछि 3.5 भयो, त्यसपछि 5 भयो, त्यसपछि 6.5 भयो, त्यसपछि 8 भयो। अब वाट भनेको छ। यो कसरी बढेको देखिन्छ साथीहरु भन्दा 2 मा कति जोडेपछि 3.5 हुन्छ भन्दा 1.5 जोडियो भने हुन्छ। त्यसपछि 3.5 मा कति जोडे? 0.54 भयो, 1। यसरी पनि 1.5 नै हो, यहाँ पनि 1.5 नै, यहाँ पनि
है सरी 1.5 नै हो देन यता पनि के हुनु पर्यो 1.5 जोड्नु पर्यो दैट इज 9.5 हुनु पर्यो होइन त 1.5 जोड्दा कति हुने भयो त 1.5 जोड्दा हाम्रो राइट आन्सर कति हुने भयो त भन्दा हाम्रो राइट आन्सर 9.5 हुने भयो है यो चाहिँ बिचको चाहिँ जोड्दै गइरहेछ 9.5 जुन अप्सन बी मा रहेको यसरी पनि सोध्छ है समूहमा नमिल्ने जोडा पत्ता लगाउनुहोस् कार सडकमा कुद्छ जहाज समुद्रमा कुद्छ रकेट अन्तरिक्षमा उड्छ कुद्छ हैन हवाई जहाज आकाश हुनुपर्ने हो हैन त चालक आयो सो डी डिफरेन्ट भयो है त ओके समूहमा नमिल्ने पत्ता लगाउनुहोस् भनेर भनेको छ अब यहाँ चाहिँ कसरी यो डिफरेन्ट एउटा कसरी निकाल्न सक्नुहुन्छ साथीहरु भन्दा डिवाइडेड 7 गर्नुस् 7 पंजे 1 51 भयो फेरि डिवाइडेड कति गर्नुस् 7 गर्नुस् गर्दा यसलाई खान्छ कि खाँदैन खान्छ 8 भयो 2/82 हुन्छ त्यसपछि यसलाई पनि तपाईले डिवाइडेड गर्नुस् डिवाइडेड गर्दा कति हुने भयो त 9 हुने भयो हैन 9 7 9 63 भयो फेरि 6 र 8 68 बचेको छ 68 लाई पनि त खान्छ हैन अर्थात यसलाई पनि तपाईले यसलाई पनि जान्छ त्यसो भनेपछि ए 68 लाई त खाँदैन हैन 7 ले काट्नु पर्ने छ 7 ले काट्दा चाहिँ 7 ले काट्दैन है यो काट्दैन सो यो डिफरेन्ट भयो पक्कै पनि यसलाई खान्छ नै हैन 7 एकानी 7 भयो हो फेरि 1 हुने भयो 2 हुने भयो हो यसलाई पनि जान्छ को कसलाई खाएन त 7 ले डिभिजिबल छैन सो सी डिफरेन्ट भयो है तल दिएका शब्दहरुलाई अर्थपूर्ण अनुक्रम मिलाउनुहोस् भनेको छ पहिला बजार गइयो त्यसपछि तरकारी ल्याएर आइयो त्यसपछि काटियो त्यसपछि पकाइयो त्यसपछि खाइयो खाना बनाइयो जुन अप्सन बी मा छ बनाउनुक्रममा लेख्दा कतिवटाको स्थान परिवर्तन हुँदैन भनेको छ लेखेर हेरौँ है त अब यति मध्ये सबभन्दा पहिला कुन आउँछ ई आउँछ अनि ई एफ जी एच आई जे के हुन्छ एल एम छ त यहाँ छैन एन ओ पी क्यू आर एस छैन टी कतिको चाहिँ नन चेन्ज हुन्छ साथीहरु भन्दा हामीलाई दिएको छ कतिवटाको चाहिँ तपाईको चेन्ज भएन त 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 ए यहाँ त डब्लु पनि छ त हैन मैले मिस्टेक लेखे पक्कै पनि फेरि हेरौँ है त यसमा ई भयो ई नै पहिला आउँछ ई एफ जी एच आई जे यो के नै छ ए मैले एम लेखिदिएछु है सरी के एल एम एन भयो ओ पी पी चाहिँ हाम्रो छैन हो पी रहेनछ है सरी पी रहेनछ पी नभए यहाँ आर भयो त्यसपछि टी भयो डब्लु भयो अब यो चेन्ज भयो यो पनि चेन्ज भयो यो पनि चेन्ज भयो यो सबै चेन्ज छ हैन नन हुनु भयो कुनै पनि छैन तल दिएको प्रश्नमा त्यस्तो अक्षरहरुको जोडा जति छ जुन अंग्रेजी वर्णमालामा पनि पर्छ भनेको छ अब डी र आई हो कि नै त हेरौँ है डी र आई हेर्दा डी र आई को बीचमा कतिवटा पर्छ डी बाट ई एफ जी एच 4 वटा पर्छ यहाँ 4 वटा छ त डी र आई को बीचमा यहाँ यो डी र यो आई को बीचमा 4 वटा छैन सो पहिलो जोडा भएन यसरी नै हेर्ने हो यो चाहिँ तपाईलाई मैले उदाहरण दिएको है अब यो भएन डीएस पनि हुँदैन डीसी पनि भएन डीआर ई पनि भएन डी भएन आई हुन सक्छ है हेरौँ है त एफ जी एच आई भएन टी पनि भएन डी बाट कुनै पनि बन्द रहन्छ आई बाट ई बन्न सक्छ एफ जी एच आई आई बन्दो रहेछ एउटा त्यसपछि डी पनि बन्छ र ए बी सी सरी डी पछि ई एफ जी एच आई अर्थात
यो 4 भयो 5 6 7 8 9 यो पनि बन्द रहेछ आई डी पनि बन्यो त्यसपछि आई बनेन आई टी पनि बन्छ होला र बन्दैन 10 11 12 13 14 15 16 बनेन त्यसपछि एस बाट आर बन्दैन सी बन्ने कुरो भएन ई डी आई टी के बन्दैन सी बाट ई बन्छ है सी बाट ई सी ई तीनवटा भइहाले हैन यी दुईटा त नमिल्ने रहेछन् त्यसपछि सी बाट डी आई पनि बन्न सक्छ सी 3 भयो 4 5 6 7 भएन टी भएन आर बाट पनि बन्दैन हैन ई बाट डी हो ई र डी पनि हुन्छ ई र डी किनकि बीचमा कुनै पनि छैन यहाँ पनि कुनै छैन मोर देन 3 भइहाल्यो हैन अरु त्यहाँ धेरै हेरिराख्नु पर्यो त हामीले परेन है त ओके अब हामी जान्छौं नेक्स्ट क्वेशनमा यसलाई यसरी कोड गरिन्छ भने यसलाई कसरी कोड गरिन्छ होला भनेको छ यो सुरुका 4 वटालाई चाहिँ तपाईको के गरेको छ त रिभर्स गरेर लेखेको छ है यो ई यहाँ लेखेको छ यो आर यहाँ लेखेको छ यो आई यता लेख्यो याफ लेख्यो हैन सुरुका 4 वटालाई रिभर्स गरेर लेख्नु पर्यो सी ए आर एफ हुनु पर्यो सी ए आर एफ अप्सन सी मा मात्रै छ हैन सी आर एफ अर्को हेरिराख्नु परेन यहाँ फेरि ओ देख्नुभयो यता पनि ओडी ले देख्दा चाहिँ झुकिन्छ तर पहिलो ओलाई पछाडीको ओलाई पहिलो लेखेको हो जसरी पनि एउटै हुन्छ हैन त्यसरी त खिएको मात्रै एउटै भएको कारणले झुकाउनको लागि राखेको है त राम उत्तर पश्चिमतिर फर्किएको छ उत्तर पश्चिम यता फर्किएको छ है यता फर्किएको छ ऊ घडीको दिशामा 90 डिग्री घुम्छ भनेपछि यता जान्छ त्यसपछि विपरीत दिशामा 180 घुम्छ भन्नुको मतलब यता जान्छ अब ऊ कुन दिशातिर फेरि अर्कोपट्टि सोही दिशामा 90 डिग्री घुम्छ भनेपछि यता जान्छ अर्थात् तपाईले यसलाई चाहिँ सीडब्ल्यू र एसीडब्ल्यू यो लेख्दा पनि हुन्छ राम कता फर्किएको छ उत्तर पश्चिम फर्किएको छ हैन ऊ घडीको दिशामा 90 डिग्री घुम्यो क्लकवाइज त्यसपछि एन्टी क्लकवाइज 180 घुम्यो फेरि एन्टी क्लकवाइज 180 नै कति 90 नै घुमेको छ है यो माइनसमा भयो प्लस यो कटो 180 यसको 180 एन्टी क्लकवाइज बच्यो नि त भनेपछि कता घुम्यो त त्यो जसरी पनि हाम्रो साउथ ईस्ट तिरै घुमेको छ दक्षिण पूर्व उपयुक्त विकल्प छनौट गर्नुहोस् सुरुको अन्त्य स्वीकारको अस्वीकार भए चाहिँ संकुचनको विस्तार हुने भयो हैन विपरीतार्थिक शब्द भनेको हो अब यसको यो भएदेखि कुन हुन्छ राइट आन्सर भनेको छ अब यसको यो भयो यको यो भयो यसको यो भयो बुझ्नुभयो सी को एक्स के हुन्छ रिभर्समा सी को एक्स हुन्छ अर्थात् 27 बाट सी को प्लेस भ्यालु कति हो 3 घटाउनु भयो भने 24 त्यही 24 मा एक्स पर्छ फेरि ई को के हुन्छ भी हुन्छ ई को भी हुन्छ यसलाई पनि याद गर्नु भए यो याद गर्ने कुरा हो गर्नु भए हैन भने तपाईले 27 बाट यसको प्लेस भ्यालु 5 घटाइदिनुस् कति हुन्छ 27 बाट 5 घटाउनुस् 22 हुन्छ 22 मै भी पर्छ अर्थात् त्यति पनि थाहा भएन भनेपछि यो याद छैन भने यसरी घटाउन भन्दा लेख्दा पनि हुन्छ है तपाईले ए बी सी डी ई एफ जी एच आई जे के एल एम एन ओ पी क्यू आर एस टी यू यू है पी डब्ल्यू एच वाई जेट अब यहाँ विपरीत तपाईले यही हेर्न पनि सक्नुहुन्छ है यसरी हेर्दा पनि भइहाल्छ तपाईलाई जसरी सजिलो लाग्छ त्यसै गर्नु होला सबभन्दा छिटो भनेको चाहिँ तपाईले याद गर्नुभयो भने हुन्छ है त ओके यसरी हेर्ने हो भनेपछि अब आई को के होला यसको त पछाडी लेखेको छ यसको मतलब यसको यहाँ छ नजिक छ भने चाहिँ ओ बाट हेर्न सकियो याल बाट सुरु हुनु पर्यो हो एउटै रहेछ अप्सन सी चाहिँ हाम्रो राइट आन्सर यति हेर्दा पुगिहाल्यो अब क्यू को त्यसपछि आउँछ भनेपछि क्यू को के हुन्छ ए यो क्यू हैन एम को के हुन्छ एन हुन्छ यो हामीले हेरेका थियौ नि लेखेर त्यही है नेक्स्टमा जाउँ अब चित्र दिएको छ यसको यो भए जस्तै यसको कुन हुन्छ भनेको छ अब यसको भित्र चतुर्भुज छ भित्र चतुर्भुज नै छ भनेपछि भित्र त्रिभुजै हुनु पर्यो
अनि त्रिभुज त सबैमा छ। त्यसपछि अर्को छ यो चारवटा भुजामा एक थपिएर पञ्चभुज बनेको छ भने चतुर्भुज भित्र त्रिभुज हुनु पर्यो। यो भयो त भएन, यो पनि भएन। र यो चित्रलाई घुमाएर त्यहाँदा यो चित्र यो भित्रको भन्दा अलि फरक छ। हुन त एउटै यो पनि यो भन्दा फरक हुनु पर्यो, जुन अप्सन बी हुने भयो है त। निम्न संख्यामा अंकित अंकगणितीय क्रिया राख्नुहोस् र 4 निकाल्नुहोस् भनेको छ। यो जुन ह्याज हो कि के हो, स्टार हो, यो स्टार हो हैन, ह्याज त यस्तो भयो। यो स्टारलाई रिप्लेस गर्ने अब भागा राखौँ है। पहिला यहाँ भागा राख्ने हो भनेपछि यो भाग हुँदा त पोइन्टमा आयो, यो पोइन्टमा छ त यहाँ छैन। माइनस अब हामीले फेरि अब बीमा के राख्ने भनेको छ, माइनस इन्टु प्लस। तपाईले पनि पेपरमा नै लेखिदिने हो है यसरी। अब 13 पहिला त गुणान गर्नु पर्यो होइन त। गुणान गर्दा 4 मा माइनस 12 प्लस कति हो यो 3, 1 प्लस 3 इज इक्वल टु 4, जुन अप्सन बी मिल्दो रहेछ। इक्जाममा सहभागी हुनलाई साथीहरु पर्सेन्ट तपाईलाई 10 रुपैयाँ मात्रै पर्छ। यो नम्बरमा व्हाट्सएप गर्नु होला वा टेलिग्राम गर्न सक्नुहुन्छ। सी यू अगेन विथ नेक्स्ट भिडियो। बाइ बाइ।